मैले एउटा सोध्न खोजेको तपाईँलाई, सबैभन्दा सार्वभौम माथि शिरमाथि राख्ने त जनता नै होला हैन? अवश्य। राष्ट्र र जनता। अवश्य। राष्ट्र एब्स्ट्राक्ट हो। भोलि जनताले राजा ल्याउने भनेर निर्णय गरे भने विप्लवसी तपाईँ मान्ने कि नमान्ने? त्यो सम्भवै छैन। होइन, गरे भने सम्भव छैन। तपाईँको दाबी, तपाईँको दर्शन, तपाईँको विश्वास ठिक छ, किनभने तपाईँले जुन गणतन्त्र ल्याउन लाग्नु भएको छ तपाईँको राजनीतिक आस्था छ नि त। तर जनताले भने कि हामीलाई अब राजा चाहिने नै भयो भनेर लाखौँ जनता आएर चाहिँ नि राजा ल्यायो भने जसरी गणतन्त्र ल्याइयो, त्यो हाइपोथेटिकल कुरा नहो, त्यो सम्भवै छैन। जनताले चाहेको त म यो भन्छु, जनताले रियल चाहेको भनेको त के हो भने समाजवादी गणतन्त्र, जनताको व्यवस्था हो। त्यो खोज्दै जाँदाखेरि मान्छेहरूले असन्तुष्टिहरू विभिन्न ठाउँबाट पोखेका छन्। जनताले हेर्न चाहेको पनि, जनताको मत पनि, विचार पनि, अपेक्षा पनि। यति चाँडै गणतन्त्र आउला 62-63 को जनआन्दोलन होला पनि मान्छेलाई लागेको थिएन के? त्यस हाइपोथेटिकलै भन्थे गणतन्त्र आउने कुरा, राजा हट्ने कुरा भनेर। तपाईँहरूले सम्भव बनाउनु भयो नि। त्यो त जनताको विशाल पंक्तिको चाहिँ 52 सालमा तपाईँहरूको 2-4 वटा नलकटुवा पेस्तोल चाहिँ बोकेर हिँड्दा क्रान्ति सफल हुन्छ भन्थे त जनताले त्यति बेला, शासकले त्यति बेला भन्दैन थिए नि? अनि बन्दुक पो 2-3टा थियो होला त, पहिला त थिँदै थिएन, विचारै थियो। तर जनताको ठुलो विशाल किसान मजदुरहरू, तर तपाईँहरू परिवर्तनको त्यति बेलाका राजनीतिक दलले त तपाईँहरूलाई त खिस्ट्याउँथे त होइन? खिस्याउँथे, तर सफल गर्नुभयो नि। त्यसलाई के भन्छ भन्नु, सफल गर्नुभयो नि मान्छेहरू एउटा लेभलमा। एउटा कस्तो हुन्छ भन्दाखेरि मत त कता थियो भन्दाखेरि कांग्रेस एमालेसँग नै थियो नि बढी। त्यो राइजिङ र फलोइङको कुरा आउँछ कि सत्य कुरा। 64 सालमा ठुलो पार्टी तपाईँहरू बन्नुभयो। त्यही त एउटा उदय र एउटा घट्दो एउटा बढ्दो आरोह जो चाहिँ सत्यसँग उभिएको हुन्छ, जनताका विषयको पक्षमा उभिएको हुन्छ, देशको पक्षमा उभिएको हुन्छ। त्यो कमजोर भए पनि जनताको मत पाउँदै त्यो विशाल भएर बदलिन्छ र त रेभोल्युसन सफल हुन्छ। सुन्नुहोस् है, रेभोल्युसन बदलिन्छ। अब यसलाई म त के भन्छु, यो त काउन्टर रेभोल्युसन हो, यो त प्रतिक्रान्तितिर जाँदैछ। त्यो उहाँहरू त प्रयोग भएर धेरै वर्ष सत्ता चलाएर जनताले अस्वीकार गरेर हैन, धेरै पटक तपाईले भनेको कुरा माने, तर संसारमा राज संस्था फर्किएका पनि छन्। यदि नेपाली जनताले राजा फेरि चाहियो भनेर राज संस्था ल्याए भने, यदि जनता सार्वभौम हुनु भने त्यसलाई तपाईँ स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्छ? एकचोटि हामीलाई मौका दिनुहोस्, त्यतातिर नजाउँ। स्वीकार्नुहुन्छ कि? त्यता नजानु न, त्यहाँ त्यो